नमस्कार, म सगन मोक्तान, बाग्राकोट चियाबारी निवासी। म आदिवासी गोर्खा संयुक्त समिति आगोसको संस्थापक अध्यक्ष, प्रेसिडेन्ट र म जोइन्ट एक्सन कमिटी ज्याक हिल्स डुवर्स तराईको एउटा कन्भेनर, सशक्त कन्भेनर। र आज म तपाईँहरूको समक्षमा एउटा भिडियो लिएर आएको छु। हिजो मात्र 5 तारिक जुन कलकत्तामा भइरहेको ग्लोबल बिजनेस समिट छ, त्यहाँ एउटा कुरा जान्नमा आयो कि माननीय पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले चियाबारीको जमिन पहिला जुन टी टुरिज्म भनेर 2019मा जुन एउटा नोटिफिकेसन निकालेको थियो, त्यसमा 15% फ्री होल्ड गरेर दिन्छु भनेर भनेको थियो। र हिजो मात्र फेरि त्यसलाई बढाएर 30% जमिन, बगानको प्लान्टेसन भएको जमिन 30% जमिन चाहिँ फ्री होल्ड गरेर चाहिँ मालिकहरूलाई कमर्सियल युजको निम्ति, कमर्सियल प्रयोगको निम्ति, टी टुरिज्मको निम्ति, तपाईँको इको टुरिज्मको निम्ति लागि चाहिँ त्यो जमिन उद्योगपतिहरूलाई दिएर चाहिँ जुन जमिनहरू, जुन हाम्रो पिता पुर्खाले बनाएको जमिन, हाम्रो पुर्खाले खुन र पसिनाले सिंचेको जमिन, त्यसै हामीलाई सरकारलाई उद्योगपतिहरूलाई बेच्ने भनेर जुन एउटा निर्णय गरेको छ, त्यसको हामी घोर विरोध गर्छौँ। र जरुरत परे हामी यसको सडकमा पनि उत्रिनेछौँ। यो जमिन हाम्रो बाजे बराजु र पुर्खाहरूले खुनको पसिना सिंचेको, तिम्रो सरकारको होइन, पश्चिम बङ्गाल सरकारको होइन। आजसम्म पश्चिम बङ्गाल सरकारको ला हामी मिलेर काम गर्दैथ्यौँ भने तर यो जमिनको मुद्दामा निम्ति अरू सबै मुद्दामा हामी सहानुभूति राखे तापनि यो जमिन दिने, बगानको जमिन दिने, जुन हाम्रो पुर्खाले सिंचेको हाम्रो खेतीबारी, अलैँची बारी, धान उमार्नेमाथि मकै, दुःख, सुँगुरको खोर, गाईको गोठ, बाख्राको कोठ हामीले राखेर जगेरा गरेको, यतिसम्मको जगेरा गरेको जमिन त्यसै लानु पाउँदैन। यो जमिन 1 इन्च जमिन पनि हामी दिने छैनौँ। चाहे त्यसको लागि सडकमा उत्रिनु परोस्, चाहे त्यसमा हामीले सरकारको विरोध गर्न परोस्, जहाँ पनि हामीले जानु पर्यो हामी सडकमा उत्रिनेछौँ। र हामी आज यो घोषणा गर्दछौँ, यो निर्णयको निम्ति हामी अरू सबै निर्णय हामी मान्ने तापनि यो जमिन दिने 5 डेसिमल र यो तपाईँको जुन 30% उद्योगपतिहरूलाई दिने जमिनको हामी घोर विरोध गर्दछौँ। र सरकारले चाँडोभन्दा चाँडो यस निर्णयलाई वापस लिनुपर्छ र सकेसम्म बरु मिनिमम वेजेसको लागि सरकारले पहल गरोस्, तर जमिनको मान्छे 1 इन्च हात पनि नलगाओस्। यसमा पुरा जनता जागेको छ, जनतालाई दुःख लागेको छ। हामी उठ्नेछौँ, लड्नेछौँ, मर्नुपर्ने मर्ने पनि छौँ भनेर हामी यहाँबाट घोषणा गर्छौँ। र सम्पूर्ण पहाड तराई डुवर्सका चियाबारी श्रमिकहरू दाजुभाइहरूलाई, चियाबारीसँग सहानुभूति राख्नेहरूलाई म आह्वान गर्दछु, सबैले सहयोग दिनुहोस् भनेर, आगामी दिनको कार्यक्रममा सहयोग दिनुहोस् भनेर तपाईँलाई म अनुरोध गर्दछु। धन्यवाद। प्राइम सादरी, आपकी आवाज, आपकी खबरें।